नेपालवाद आजको अध्याय वन तथा वातावरण, प्रकृतिको सुरक्षा, राष्ट्रको दीर्घजीवन र भविष्य सभ्यताको मार्गदर्शन। राष्ट्रलाई दीर्घकाल टिकाउने आधार के हो र जनताले नेतासँग सोध्नै पर्ने निर्णायक प्रश्नहरू के हुन्? नमस्कार, म खेम शर्मा। वन तथा वातावरण कुनै छुट्टै क्षेत्र होइन, यो राष्ट्रको जीवन चक्र हो, यो राष्ट्रको सुरक्षा प्रणाली हो, यो राष्ट्रको आर्थिक स्थिरता हो र यो राष्ट्रको भविष्य सभ्यता हो। वन बलियो भयो भने मात्र पानीको तालमेल टिक्छ, पानी टिकेपछि खेती स्थिर हुन्छ, खेती स्थिर भएपछि अर्थतन्त्र सन्तुलित हुन्छ र सन्तुलित अर्थतन्त्रले मात्र नागरिक जीवन सुरक्षित बनाउँछ। नेपालवादका दृष्टिमा वन वातावरण राष्ट्रको श्वास प्रश्वास जस्तै हो। यसको सन्तुलन बिग्रिँदा बाँकी सबै व्यवस्था पनि थाक्छ। प्रकृति कमजोर भयो भने राष्ट्र बलियो देखिए पनि दीर्घकालीन रूपमा टिक्न सक्दैन। नेपालको हिमाल, पहाड, तराई, नदी प्रणाली, वन्यजन्तु र जैविक विविधताको सङ्गम विश्वमै दुर्लभ छ। तर यही समृद्धि अनुशासन कमजोर हुँदा दबावमा पर्छ। कटानी, अतिक्रमण, प्रदूषण, अव्यवस्थित पूर्वाधार, अध्ययनको उपेक्षा र फितलो अनुगमन। र यहाँ कुरा स्पष्ट छ, यो प्रकृतिको कमजोरी होइन, यो हाम्रो शासन प्रणाली र जवाफदेहिता कमजोर भएको परिणाम हो। सम्पत्ति हुनु पर्याप्त होइन, सम्पत्ति जोगाउने चेतना र शासन चाहिन्छ। प्राकृतिक सम्पदा जोगाउनु भावुकता होइन, अस्तित्वको कर्तव्य हो। अब पहिलो कुरा, वन पानीको चाबी र राष्ट्रको सास हो। हामी कहिलेकाहीँ वन क्षेत्र बढ्यो भनेर गर्व गर्छौँ, तर वन बढ्नु मात्र होइन, वन टिक्नुपर्छ। गुणस्तर, निरन्तरता र सुरक्षा कमजोर भयो भने आँकडा उपलब्धि हुँदैन। आगलागी, खण्डीकरण, अवैध कटानी र संरक्षणमा ढिलाइले वनलाई फेरि जोखिमतर्फ धकेल्छ। एकपटक नष्ट भएको वन फिर्ता ल्याउन दशकौँ लाग्छ, कतिपय ठाउँमा त सम्भव पनि हुँदैन। त्यसैले वन संरक्षण नेपालवादमा सम्झौता गर्न नसकिने राष्ट्रिय जिम्मेवारी हो। वन ढल्यो भने भविष्यको छाना ढल्छ, जङ्गल कमजोर भयो भने गाउँको मुहान कमजोर हुन्छ। दोस्रो कुरा, जैविक विविधता विलासिता होइन, प्रकृतिको सुरक्षा हो। जैविक विविधता सजावट होइन, यो जलचक्र, परागण, माटो, उर्वरता, पर्यटन र स्वास्थ्यसँग जोडिएको सुरक्षा हो। तर आज आवास घट्दैछ, जैविक मार्ग टुट्दैछन्, तस्करी र अवैध शिकार छ, नदी प्रणाली बिग्रदैछ, जलवायु असन्तुलन बढ्दैछ र जसको फलस्वरूप मानव र वन्यजन्तु बीच द्वन्द्व बढ्दैछ। किसानको बाली नष्ट हुन्छ, पशुधन मारिन्छ, कहिलेकाहीँ मानव जीवन समेत जोखिममा पर्छ। त्यसैले निर्णायक कुरा प्रजाति मात्र होइन, आवास र जैविक मार्ग हो। जैविक विविधता बचाउनु भनेको प्राकृतिक सुरक्षा बचाउनु हो। आवास सुरक्षित नभएसम्म संरक्षण टिक्दैन। तेस्रो कुरा, प्रदूषण वातावरण होइन, स्वास्थ्य र अर्थतन्त्रको चोट हो। हावा, पानी र माटो प्रदूषण अब वातावरणको सीमित कुरा रहेन, यो स्वास्थ्यको खर्च बढाउने कारण हो, श्रम क्षमता घटाउने कारण हो, बच्चाको सिकाइ कमजोर बनाउने कारण हो र जीवनस्तर घटाउने कारण हो। धुवाँ, धुलो, ढल मिसावट, प्लास्टिक, औद्योगिक फोहोर, विषादी निर्भरता यी बढ्दा विकासको मूल्य नागरिकले शरीरबाट तिर्छ। नेपालवाद वातावरणीय गुणस्तरलाई मौलिक अधिकार मान्छ। जीवन बिगारेर बनेको उपलब्धि होइन। स्वच्छ हावा र सुरक्षित पानी बिना विकासको अर्थ छैन। चौथो कुरा, जलवायु परिवर्तन भोलिको होइन, आजको सङ्कट हो। जलवायु परिवर्तन नेपालका लागि भविष्यको डर मात्र होइन, यो आजको यथार्थ हो। हिम नदी पग्लदैछन्, हिमतालमा जोखिम बढ्दैछन्, वर्षा अनियमित भइरहेको छ, बाढी पहिरो दोहोरिन्छ, तापक्रम असन्तुलित छ। नेपालले कम योगदान गरे पनि असर धेरै भोगिरहेको छ। तर नेपालवाद भन्छ, सही नेतृत्व र संरचना भए नेपाल हरित रूपान्तरण र अनुकूलनमा उदाहरण बन्न सक्छ। सङ्कटमा मौन बस्नु भविष्यसँग बेइमानी गर्नु पनि हो। तयारी भयो भने विपत्ति पनि नियन्त्रणमा आउँछ। पाँचौँ कुरा, सामुदायिक वन हाम्रो शक्ति, तर आधा मात्र प्रयोग भएको सम्भावना हो। सामुदायिक वन हाम्रो विश्वस्तरीय बल हो, तर यसलाई संरक्षणमै सीमित राख्दा सम्भावना अधुरो रहन्छ। पारदर्शी लाभ, स्थानीय रोजगारी, मूल्य अभिवृद्धि, प्रकृति पर्यटन र हरित उद्यमसँग जोडिँदा संरक्षण बोझ होइन, संस्कार बन्छ। जब समुदाय साझेदार बन्छ, जङ्गल सुरक्षित हुन्छ। जङ्गल जोगाउने जनता नै वातावरणीय सुरक्षाका असली पहरेदार हुन्। संरक्षण तब मात्र टिक्छ जब संरक्षणले जीवन सुधार्छ। छैठौँ कुरा, स्रोत दोहन। ढुङ्गा, बालुवा, पानी, जडीबुटी र माटोको अव्यवस्थित दोहन मौन सङ्कट हो। यसले क्षति मात्र होइन,
विवाद र दीर्घकालीन घाटा जन्माउँछ। स्रोत साधन साझा राष्ट्रिय सम्पदा हुन्। उपयोग दिगो, पारदर्शी र भविष्य केन्द्रित हुनुपर्दछ। स्रोत सकिए विकास रोकिन्छ, विवेक सकिए राष्ट्र नै थाक्छ। आजको लोभले भोलिको आधार खान पाउँदैन। सातौँ कुरा, EIA विकास रोक्ने होइन, विकास सुरक्षित बनाउने ढाल बन्नुपर्दछ। वातावरणीय प्रभाव मूल्याङ्कन विकास रोक्ने होइन, यो विकास सुरक्षित बनाउने वैज्ञानिक ढाल हो। तर औपचारिकतामा मात्र सीमित भयो भने परियोजना जोखिम बन्छ, समुदायको भरोसा टुट्छ। नेपालवाद यसको विद्युतीय, पारदर्शी, समयबद्ध र कडा कार्यान्वयनमा उभिन्छ। कागजले होइन, इमान्दारिताले प्रकृति जोगिन्छ। अध्ययन बिनाको विकास भनेको भविष्यमा बिल तिर्ने सम्झौता मात्र हो। आठौँ कुरा, डाटा र पुनर्संरचना। तथ्य नआए क्षति बढ्छ। शासन प्रमाणमा चल्न वातावरणीय तथ्याङ्क र पूर्व सूचना प्रणाली चाहिन्छ। हावाको गुणस्तरदेखि जलस्तर, पहिरो सङ्केतदेखि हिमताल जोखिमसम्म तथ्य समयमै पुगे क्षति गर्छ, योजना सुध्रिन्छ, जिम्मेवारी स्पष्ट हुन्छ। तथ्यले देखाएको सत्यबाट भाग्न सकिँदैन। सूचना ढिला आयो भने विपत्ति ठुलो हुन्छ। हामी योजना सुन्छौँ, हामी उद्घाटन सुन्छौँ, हामी भाषण सुन्छौँ, तर नागरिकलाई चाहिएको के हो? वन सुरक्षित भएको प्रमाण, प्रदूषण घटेको मापन, जोखिममा पूर्व सूचना, स्रोत दोहनमा अनुशासन र काम नभए जवाफदेहिता। त्यसैले आज म नागरिकका तर्फबाट भोट माग्न आउने हरेक नेतालाई सभ्य तर स्पष्ट रूपमा सोध्नुपर्ने वन तथा वातावरण सम्बन्धी 11 निर्णायक प्रश्न राख्दछु। कृपया तपाईँले पनि सोध्नुहोला। 1. 12 महिनामा वन वातावरणमा देखिने 3 ठोस नतिजा के हुन्? 2. अवैध कटानी र अतिक्रमण रोक्न कुन जिल्लाबाट कडा कारबाही सुरु गर्नुहुन्छ? कति दिनमा पहिलो प्रतिवेदन ल्याउनुहुन्छ? 3. वन आगलाई घटाउन उपकरण, तालिम र प्रतिक्रिया टोली कहाँ र कहिलेसम्म हुन्छन्? 4. जैविक मार्ग सुरक्षित गर्न कुन कुन मार्ग प्राथमिकतामा छन्? सडक पूर्वाधारसँग तालमेल योजना के छन्? 5. मानव वन्यजन्तु क्षतिमा क्षतिपूर्ति कति दिनसम्म दिनुहुन्छ? प्रक्रिया कहिलेसम्म सार्वजनिक गर्नुहुन्छ? 6. सहरको हावा गुणस्तर सुधार्न इटाभट्टा, सवारी, निर्माण धुलोमा पहिलो 6 महिनाको तपाईँको कार्यसूची के हो? 7. नदी, ढल र औद्योगिक प्रदूषण नियन्त्रणमा कुन नदी खण्डबाट कडा कदम सुरु गर्नुहुन्छ? अनुगमन कसले गर्छ र कहिलेसम्म हुन्छ? 8. ढुङ्गा, बालुवा, जडीबुटी उत्खननमा अनुमति, तौल मापन प्रतिवेदन प्रणाली कहिलेदेखि लागू गर्नुहुन्छ? निगरानी कसरी गर्नुहुन्छ? 9. EIA-लाई विद्युतीय, पारदर्शी र समयबद्ध बनाउने नियम कानुन कहिलेसम्म बनाउनुहुन्छ? 10. बाढी, पहिरो, हिमताल जोखिममा पूर्व सूचना कहाँबाट आउँछ? सूचना नआए जिम्मेवारी कसको हुन्छ? 11. लक्ष्य पुरा नभए त्रैमासिक सार्वजनिक सुनुवाई, बजेट पुनर्संयोजन, जिम्मेवार परिवर्तन वा राजीनामा तपाईँको जवाफदेहिता प्रतिज्ञा के हो? यी 11 प्रश्न विरोध होइनन्, यी राष्ट्रको दीर्घ जीवनको सुरक्षा हुन्, भविष्य सभ्यताको न्यूनतम मापदण्ड हुन्। अन्त्यमा म एउटा कुरा मात्र भन्न चाहन्छु। वन सुरक्षित भयो भने पानी सुरक्षित हुन्छ, पानी सुरक्षित भयो भने कृषि सुरक्षित हुन्छ, कृषि सुरक्षित भयो भने अर्थतन्त्र टिक्छ र अर्थतन्त्र टिक्यो भने मात्र समाज स्थिर हुन्छ। प्रकृति बच्यो भने राष्ट्र बच्छ। जुन राष्ट्रले प्रकृतिलाई बचाउँछ उसले आफ्नो भविष्य सुरक्षित गर्छ। धन्यवाद। जय नेपालवाद।